नमस्ते, म आज आएको छु काठमाडौँमा निकै चलेको एउटा मोमो पसल शानदार मोमोमा। आज तपाईहरुलाई यहाँ आएर म यो टेस्ट गरेर यसको चाहिँ अनेस्ट रिभ्यू शेयर गर्नेछु। यहाँ चाहिँ स्टिम भइरहेको छ एउटा भाँडामा चिकन मोमो र अर्को भाँडामा मटन मोमो। आज हामी यो दुईटै मोमो टेस्ट गर्छौं र तपाईहरुलाई अनेस्ट रिभ्यू दिन्छौं कुन चाहिँ मोमो चाहिँ शानदारमा मिठो छ भनेर। सबभन्दा पहिले चाहिँ मैले मटन मोमो अर्डर गरे र एकछिन मैले मटन मोमो चाहिँ पहिले बिना अचार राखेर खाएँ र बिना अचार राखेर खाँदा यसमा खासै स्वाद मलाई लागेन। नेपालमा मोमोको सुरुवात धेरै भएको छैन। यस्तै 40 वर्ष पुरानो नेपालमा मोमोको इतिहास होला। त्यो भन्दा पहिले पनि नेपालमा मोमो जस्तै परिकार बनाइन्थ्यो नेपाली समुदाय भने। खास गरी मोमोको सुरुवात चाहिँ चाइनाको तिब्बती पहाडी भेगबाट भएको मानिन्छ भने त्यसको वृद्धि विकास चाहिँ काठमाडौँले गरेको हो। र आज संसारभरि मोमोलाई यो स्थानमा पुगाउनमा काठमाडौँ नेवारी कल्चर समुदायहरूको ठूलो योगदान छ। जसले गर्दा आज नेपालका साना ठुला रेस्टुरेन्टहरुमा हरेक साना ठुला शहरहरुमा मेनुमा चाहिँ मोमो पाइन्छ। त्यति मात्रै नभइकन संसारभरिका रेस्टुरेन्टमा पनि मोमो पाइन्छ र जति देशमा चाहिँ नेपालीहरू बस्छन् त्यो ठाउँमा चाहिँ कम्पल्सरी पनि मोमो पाइन्छ। आज जति नेपाललाई सगरमाथाको देश भनेर चिनिन्छ त्यसै गरी नेपालको चाहिँ एउटा स्ट्रीट फुडका लागि भनेर पनि मोमोलाई लिएर पनि संसारमा नेपाललाई चिनिन्छ। र यो जस्तै भए पनि यो हामीले अहिले चाहिँ झोल मोमो टेस्ट गर्यौं, झोल राखेर टेस्ट गर्यौं। झोल राखेर टेस्ट गर्दाखेरि यसको अनेस्ट रिभ्यू दिने हो भने तपाईको यो मटन मोमोमा चाहिँ त्यति टेस्ट मलाई फिल भएन। यसमा चाहिँ अलिकति अमिलो टेस्ट आइरहेछ र भने र यो अचारले गर्दा अलिकति ठीक भए पनि बिना अचार तपाईँ टेस्ट गर्ने हो भने यसको त स्वाद आइरहेको छैन। यो चाहिँ चिकन मोमो टेस्ट गर्ने हो भने यसमा चाहिँ यो हट सस छ, जो यो हट अचार छ। यो हट अचारलाई चाहिँ तिलको अचारमा मिक्स गरेर खाने हो भने यसको स्वाद चाहिँ मलाई पर्फेक्ट लाग्यो। अनि अब तपाईहरु यदि चाहिँ यसमा आउनु भएको छ के रे शानदार मोमो आउनु भएको छ भने कृपया चाहिँ म रिकमेन्ड गर्छु तपाई चिकन मोमो चाहिँ टेस्ट गर्नुस्। मटन मोमो चाहिँ म टेस्ट गर्न रिकमेन्ड गर्दिन। र आज चाहिँ नेपालमा थुप्रै प्रकारका मोमो हो र मोमोसँगै अचारहरू पनि आइरहेका छन्। तपाईले चाहिँ कतै तिलको अचार, कतै खुर्सानीको अचार, कतै टमाटरको अचार भेट्न सक्नुहुन्छ। जति नेपालमा मोमोका प्रकार पनि बढ्दै छन्। तपाईको सी मोमो, कोथी मोमो, तन्दुरी मोमो, सँगसँगै चाहिँ तपाईको चाहिँ चिकन मोमो, बफ मोमो, पनीर मोमो, भेज मोमो, थुप्रै प्रकारका मोमोहरु छन् भने त्यो मोमोसँग खाइने थुप्रै प्रकारका अचारहरू पनि छन्। त्यो मध्ये एउटा यो झोल अचार हो। यो झोल अचार चाहिँ काठमाडौँमा निकै फेमस छ। धेरै रेस्टुरेन्टले चाहिँ यो झोल अचार लिएका छन्। र आजको प्रसंग थियो, तपाईहरुलाई म टेस्ट गराउन खोजेको थिएँ शानदारको मोमो। म फेरि तपाईहरुलाई फाइनल भन्छु चाहिँ यहाँको चिकन मोमो चाहिँ राम्रो छ, मिठो छ, तपाई खान सक्नुहुन्छ। र मटन मोमो चाहिँ म तपाईहरुलाई खान भने रिकमेन्ड गर्दिन। कृपया यस्तै अरु भिडियोका लागि च्यानल हेर्दिनु होला, सब्स्क्राइब गर्दिनु होला। धन्यवाद, नमस्ते।